सायथुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौमै भइदिएका निजी महाकाली सायथुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौमै भइदिएका निजी महाकाली प्रकृतिका कोटि कोटि सम्पदाको आचरण ज्ञान भूमि शान्ति भूमि तारै पहाड हिमाल आफूलाई प्यारो हाम्रो मातृभूमि नेपाल बहुजाति भाषा धर्म संस्कृति छ विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। ल ओम 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 विश्व सम्पदा दिवसको जय। स्वयं योग ध्यान केन्द्रको विश्व सम्पदा दिवस सफल मानौ याद गरौँ निरोगी बनौ योग गरौँ निरोगी रहौँ योग गरौँ निरोगी बनौ रोग गरौँ ओम मङ्गलम भनौँ कि भगवान चरणमा भगवान चरण बृहत योग कार्यक्रम हामीले चाहिँ राखेका छौँ। नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठज्यू, त्यस्तै वडा सदस्यज्यूहरू, तौजलेज्यू, एउटा चाहिँ योगालाई चाहिँ प्रोत्साहन गरौँ र योगा चाहिँ यो वडा मात्र होइन सबै वडामा चाहिँ यो चाहिँ प्रचार प्रसार हुने गरी एउटा कार्यक्रम गरौँ भनेर हामीले सुरु गऱ्यौँ। यो सम्यक महादान स्थल दानमा चाहिँ सबै ठुलो दान चाहिँ गर्ने स्थलको रूपमा यो पुण्य भूमि हो। यो सकारात्मक ऊर्जा आउँछ भन्ने कुरा चाहिँ गर्नुहुन्छ। सबैलाई चाहिँ धन्यवाद दिन चाहन्छु र चाहिँ आउने दिनहरूमा तपाईँहरूको साथ समर्थन सधैँ रहिरहनेछ भन्ने आशा पनि व्यक्त गर्छु। अर्को चाहिँ पटक हामी चौर बनाएर चौरमै बसेरै हामी चाहिँ 1 घन्टा जति चाहिँ योग गरौँ भन्ने चाहिँ हामीले चाहिँ यो माहौल चाहिँ बनाउन खोज्दैछौँ। त्यो पक्कै पनि हुनेछ होला। अर्को वर्षसम्ममा हामी सायद यस्तै समयमा बसेरै मजाले योग गर्ने ठाउँ यो विकास हुनेछ। पुनः धन्यवाद दिँदै मेरो मन्तव्य धन्यवाद। विश्व सम्पदा दिवसको अवसरमा आयोजित बृहत योग शिविरको शब्दद्वारा म हार्दिक उद्घाटन गर्दछु। आजको कार्यक्रमका सभापति 15 वडाका अध्यक्ष ईश्वरमान दङ्गोलज्यू, वडा सदस्यज्यूहरू, योग गुरुज्यूहरू र यहाँ उपस्थित योगको लागि उपस्थित हुनुभएका सम्पूर्ण आदरणीय दिदीबहिनीहरू, आमा बुवाहरू, साथीहरू, सहयोग गरौँ र भव्य रूपमा सफल बनाउनुको लागि हामी सबैको तर्फबाट सहयोगको लागि म यहाँहरूलाई आह्वान पनि गर्न चाहन्छु। यहाँहरू सबैलाई थाहा छ म यो क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभाको सदस्य भएको बेलामा हाम्रो चाहिँ नि महत्त्वपूर्ण हेरिटेज जुन हनुमान ढोका हिन्दूको नामबाट चिनिने विश्व सम्पदा, स्वयम्भू बुद्धको नामबाट चिनिने विश्व सम्पदा, यो दुईवटालाई जोडेर संसारमा नभएको दुईवटा हेरिटेजको चाहिँ नि जोड्ने र हेरिटेज टु हेरिटेज ट्रेल भनेर बनाउने भनेर जुन काम करिब करिब सम्पन्न भएको छ। तपाईहरु सबैलाई थाहै छ नेपालको कामहरू अलि ढिला सुस्ती नै छ। सरकारी काम म मन्त्री भएको बेलामै
यो बजेटहरू सबै विनियोजन गरेको थिएँ र योजना सञ्चालन भएको थियो, तर अलि विभिन्न कारणले सुस्त भएको छ र करिब करिब सकिन लागेको छ। हनुमान ढोकाको हाम्रो यो काष्ठमण्डपको मुन्तिरको मरुहिटीबाट यहाँ स्वयम्भूसम्म चाहिँ नि यो ढुङ्गा छाप्ने 2.2 किलोमिटरको ढुङ्गा छाप्ने, बत्ती राख्ने, त्यहाँ साइन दिने र बिस्तारै हाम्रो पुरानो जुन चाहिँ नि बस्तीको शैलीहरू छ हाम्रो, त्यो हिसाबले घरको मोडाहरू फेर्दै जाने भन्ने उद्देश्यसहित यो काम भएको छ र यो एउटा पर्यटकहरूको, संसारका पर्यटकहरूको केन्द्रको रूपमा हाम्रो नेपाली परम्परा, नेपाली हाम्रा संस्कृति, हाम्रा रहनसहन कस्तो छ भन्ने कुरा जानकारी यो बाटोमा हिँडिसकेपछि पाउन सक्छ भन्ने हिसाबले यो उद्देश्यसहित काम भएको छ। योगीहरूको देश, ध्यानीहरूको देश, ज्ञानीहरूको देश भनेर चिन्छन्, जहाँ हामीले पुराना हाम्रा कथाहरू हेऱ्यौँ भने हजारौँ वर्ष चाहिँ नि पर्वतमा ध्यान गरेका, योग गरेका इतिहासहरू हामी पाउँछौँ। यो विषयमा हाम्रा योग गुरुहरूले अझ धेरै बताउन सक्नुहुन्छ। र यो एउटा भूमि जहाँ चाहिँ नि नेपाल नै एउटा पवित्र भूमि भनेर संसारले चिनिरहेको छ। नेपालमा आएपछि एउटा शुद्धै ऊर्जा मिल्छ भन्ने कुरा संसारले भनिरहेका छन्। त्यस्तो ठाउँमा बसेका हामी मानवहरू, हामी अझ थप ऊर्जा संसारलाई दिन चाहिरहेका छौँ। र आज यो भगवान बुद्धको ठ्याक्कै प्राङ्गणमा भुइँखेल चौर, जहाँ चाहिँ नि सम्यक महादान गर्ने ठाउँ नै पवित्र ठाउँ हो, यो ऊर्जा भूमि हो। यहाँ बसेर हामीले योग गर्दाखेरि हामी आफ्नो स्वास्थ्यको लागि पनि एउटा राम्रो काम गर्दैछौँ। ऊ सधैँ चाहिँ नि एउटा स्वस्थ हुन्छन्, ऊ शारीरिक र मानसिकले सधैँ तन्दुरुस्त हुन्छ र स्वस्थ मानिसले मात्र सबै कुराहरू गर्न सक्छ। त्यसो भएको हुनाले स्वस्थ मानिस मात्र खुसी हुन सक्छ, धनी भएर खुसी हुन सक्दैन, स्वस्थ भएर खुसी हुन सक्छ। म आजको दिनमा यहाँहरू सबैलाई स्वस्थताको लागि वर्ल्ड हेरिटेजको जुन उद्देश्य छ, हाम्रा टेन्जिबल हेरिटेज, इन्टेन्जिबल हेरिटेज, हाम्रा जात्रा पर्व, हाम्रा संस्कृतिहरू, यो सबै इन्टेन्जिबल हेरिटेज हो। त्यसलाई कसरी संरक्षण गर्ने भन्ने कुरामा हामी सबैले सरोकार राख्नेछौँ। आफ्नो परम्परा संस्कृतिलाई बचाउने कुरामा हामी सधैँ एउटा सचेत रहनेछौँ। जिल्ला अध्यक्ष, पदाधिकारी समितिका साथीहरू, महिला अध्यक्ष लगायत पदाधिकारी कार्य समितिका साथीहरू र विभिन्न यस्ता अप्रत्यक्ष रूपमा रहनुभएका विभिन्न व्यक्तित्वहरू जो यो कार्यक्रमलाई सफल पार्नको लागि र विभिन्न स्थानबाट आउनुभएका हाम्रा योग केन्द्रबाट आउनुभएका हाम्रा पदाधिकारी कार्य समिति र योग शिक्षक साथीहरूलाई हृदयदेखि ओमको नमन गर्न चाहन्छु। सम्पूर्णमा ओम। आउनुहोस् योग पनि गर्दै गरौँ, शुभकामनाको सन्देशलाई पनि हामी प्रवाह गर्दै गरौँ। दुवै हात इन्टरलक गर्छौँ, हामी हत्केला माथि उठाइदिन्छौँ, श्वास भर्दै ऊर्ध्व ताडासन गर्छौँ। विश्व सम्पदा दिवसको उपलक्ष्यमा सम्पूर्णलाई हार्दिक मङ्गलमय शुभकामना पनि व्यक्त गर्न चाहन्छु। नेपाल राष्ट्र जुन राष्ट्रलाई संसारले चिनियो, हिमाली क्षेत्रको भागबाट परम पूज्य स्वामीजी महाराज, परम श्रद्धेय आचार्य महाराजको तर्फबाट पनि ओल्ड हेरिटेज डे अर्थात् सम्पदा विश्व सम्पदा दिवसको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्छु। पानी पिसके पश्चात जसलाई कब्जियत छ, जसलाई ग्यास्ट्रिक छ, जसलाई पेटको समस्या छ, यो अभ्यास 20-50 पटक गर्यौँ भने यो अभ्यास सँगसँगै भगवानको ईश्वरको असीम कृपालाई हामी स्मरण गर्न सक्छौँ, प्रार्थना गर्न सक्छौँ। हामी दयातिर झुक्नुहोस्, सिधा हुनुहोस्, श्वास भर्दै फेरि बायाँतिर सिधा हुनुहोस्, श्वास भर्दै फेरि दायाँतिर त्रिएक ताडासन।
फेरि देब्रेतिर झुक्नुहोस् यसरी सिधा हुनुहोस् अलिकति फैलाइदिनुहोस् घोडालाई अलिकति फैलाइदिनुहोस् श्वास भर्दै श्वास र प्रश्वास सँगसँगै मोटापन घटाउनुको लागि यो अभ्यास कम्तीमा 50 पटक यता 50 पटक यो एउटै अभ्यास गर्नुहोस् 500 देखि 1000 पटक देब्रेतिर झुक्नुहोस् सीधा फेरि बायाँ हात माथि त्रिकोण आसन श्वास गर्दै श्वास गर्दै श्वास गर्दै श्वास अब हल्का गोरा फैलाइदिनुहोस् हातलाई चाहिँ फैलाइदिनुहोस् श्वास गर्दै श्वास गर्दै श्वास गर्दै कुर्कुच्चा उठाउँदै श्वास भर्दै अतिथि पूर्व मन्त्री एवं हाम्रो ओलम्पिकका अध्यक्षज्यू जीवनराम श्रेष्ठज्यूलाई पनि विशेष आभार व्यक्त गर्न चाहन्छु। सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् भवेत्। ओम शान्ति शान्ति शान्ति। सबैको जय होस्, मङ्गलमय होस्, सबैको कल्याण होस्। र अब हामी यहाँबाट पदयात्रा सुरु गर्छौँ। स्वयम्भूनाथ भगवानले सबैको रक्षा गरून्। यो सम्पदा सबै अमर अजर अविनाशी रहन्। यो गरौँ, यो गरौँ, यो गरौँ, यो गरौँ, यो गरौँ, स्वस्थ रहौँ, यो गरौँ। कहाँ डल्लुमा मिस्छ क्या फेरि? स्वयम्भू अगाडि, सबभन्दा अगाडि।
कपालभाती जीवन साथी योग गरौँ बसेर योग गरौँ यो गरौँ यो गरौँ 13, 14, 15 यो गरौँ पाल्नु हुने साधु साधिकाहरूलाई आज हाम्रो भवन पाउदेखि यो हनुमान ढोकासम्म जुन यो सम्पत्ता पदयात्रा गरिरहनु भएका मेरा आदरणीय दाजुभाइ दिदीबहिनीहरूलाई यस हाम्रो 15 वडालाई साथ दिनुभएकोमा सम्पूर्ण साधु साधिकाहरूलाई धेरै धेरै धन्यवाद दिँदै उनले सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई यस 15 वडा आयोजना गरेको विश्व सम्पदा दिवस योग साधनामा हामीलाई साथ दिनुभएका सम्पूर्णलाई 15 वडा परिवारबाट धेरै धेरै धन्यवाद दिँदै यो आज हाम्रो कार्यक्रम यही समाप्त हुँदा घोषणा गर्दछु। धन्यवाद र